तल पराजुली खोलामा पानी घट्न अनि गाउँबाट जानुपर्ने, बर्सातको झरी होस्या, जेठ वैशाखको गर्मी, खाना त खानै पर्ने। हामी करिब 2 किलोमिटर ओह्रालो बाटोको यात्रा तय गरेर घरदेखि गाउँ पिस्न अनि पराजुली खोलामा डुबेल्की मार्न हिँड्यौँ। हामी चाहिँ अहिले पराजुली खोलामा माछा मार्न घट्ट पिस्नको लागि आइसकेका छौँ। हेर्न सक्नुहुन्छ, सेफ्टीको लागि यो यहाँभित्र प्लास्टिक अनि छाताहरू रहेको छ। यहाँ चाहिँ तल छ पराजुली खोलो। आज चाहिँ पानीको बहाव त्यति छैन, रातभरि पानी खासै त परेन, बिहान परिरहेको थियो, तर पनि बर्सात भए पनि भल चाहिँ आएको छैन। हामी चाहिँ माछा मार्न पौडी खेल्न जाँदैछौँ है। बर्सातको समय, चिप्लो र साँघुरो बाटो, त्यसमाथि दायाँ बायाँ सिटमा लहराएका घाँस। गाउँले जीवन त्यति सहज नहुने, जस्तो सुकै झरी होस् या गर्मीमा मेलापात गर्नै पर्ने। करिब 2 किलोमिटर ओह्रालो बाटो हिँडेपछि हामी डुङ्गेश्वर र धरमपोखरा जोड्ने राजमार्ग बिउराखेत नजिकै आइपुग्यौँ। हेर्दा राम्रो देखिए पनि कमजोर कालोपत्रे सडक रहेछ। पारी हरियाली, खेतहरूमा धान लहराइरहेको, छेउमा पानी घट। अलि तलतिर वर्षौँदेखि जीर्ण बनेको रारा हाइड्रो पावर, साथैमा पराजुल र भैरी लगायतका स्थान जोड्ने झलुङ्गे पुल, अनि अलि तलतिर चोरखोला र पराजुली खोलाको सङ्गम। हामी सडकबाट झरेर पुलतर्फ प्रस्थान गऱ्यौँ। एकदमै भिरालो बाटो। हामी अहिले पराजुली पुलमा छौँ। हेर्न सक्नुहुन्छ, साइडमा देख्न सक्नुहुन्छ एकदमै जीर्ण अवस्थामा रहेको रारा हाइड्रो पावर हो र छेउमा बगिरहेको छ पराजुली खोला। र यता अलि तलतिर चोरखोला र पराजुली खोलाको सङ्गम पनि रहेको छ। यो चाहिँ रारा हाइड्रो पावर विगत लामो समय, लगभग 10-11 वर्षदेखि नै यो जीर्ण अवस्थामा छ होइन। पुलबाट तल झरेर हामी घट्टतर्फ अगाडि बढ्यौँ। बर्सातको समय भएकोले कोही पनि नआउने रहेछन् घट्टमा। हामी धेरै लामो समय हिँडाएपछि पानी घट्ट यो देख्न सक्नुहुन्छ, पानी घट्टमा आइसकेका छौँ र यो गाउँ पिस्नलाई अब यो घट्ट चलाउनको लागि यता मास्तिर चाहिँ पानी छ र पानी लगाउनुपर्छ। अनि यो घट्टको घुने भन्ने हुन्छ यहाँतिर, त्यो घुम्यो भने अनि जाँतो घुम्छ र यो पिस्छ। धेरैजना साथीहरूले चाहिँ पिस्नु भएको होला होइन। अहिले चाहिँ आधुनिक मेसिनहरू छन्, मिलहरू छन् र सबैजना आउनु हुँदैन, तर यो घट्टमा पिसेको पिठोको रोटी खानलाई चाहिँ एकदमै आनन्द आउँछ। आउनु होला तपाईँहरू पनि। गाउँ पिस्नलाई पानी कम भएकोले हामी पानीको बहाव बढाउन लाग्यौँ। माछा मारेर कुलो भत्काएका रहेछन् माझीहरूले, गाउँका फटा माझी। देख्न सक्नुहुन्छ, हाम्रो समाजमा अहिले पनि यस्ता नीच र आफ्नो स्वार्थ पुरा गर्ने व्यक्तिहरू छन्। र हेर्न सक्नुहुन्छ, माछा खाएर यसरी यो कुलो भत्काउने, आफूले माछा मार्ने र कुलो भत्काएर जाने यस्ता नीच व्यक्तिहरू हाम्रो समाजमा अझै पनि छन्। र यस्तो कार्यहरू नगरिदिनु होला कसैले पनि होइन। गाउँ पिस्न लगाएर हामी दाजुभाइ खोलामा डुबुल्की मार्नतिर लाग्यौँ। हेर्नुहोस्, खोला होइन एकदमै कलकल बगिरहेको छ। वर्षायाम हो तर पनि यो खोला हेर्नुहोस् एकदमै सफा छ। पराजुली खोलाको विशेषता नै यही छ। र यो खोलाको माछा पनि यत्तिकै मिठो, जति यो वर्षायाममा पनि साफ छ त्यति नै मिठो यहाँको माछा होइन। आउनु होला यहाँहरू, नजिकै हुनुहुन्छ भने पौडी खेल्न आउनु होला। हेर्नुहोस् भाइ यता पौडी खेल्नलाई तयारी हुँदैछ, म पनि हुँदैछु। खोला एकदमै सानो देखिए तापनि एकदमै डह्रो छ, पहाडको खोला होइन, एकदमै डह्रो छ। जोखिम त अवश्य नै हुन्छ यो खोलामा पौडी खेल्दा चाहिँ। तपाईँहरू चाहिँ एकदमै जोखिम अवस्थामा यसरी नखेल्नु होला है। रमाइलो रमाइलो।